हेलो गाइस, सबैजनालाई नमस्कार। आज चाहिँ मेरो दिदीको मोबाइल चार्जमा रहेछ है। अनि म त्यसले थाहा नपाउने तरिकाले मैले चाहिँ दिदीको चार्जबाट मोबाइल झिकेर भ्लग बनाउन लगाएको। आज मेरो पहिलो भ्लग पनि हो मैले बनाएको। मेरो दिदीको युट्युब च्यानललाई सबैले सब्स्क्राइब गरिदिनु होला प्लिज। अनि म चाहिँ दिदी घाँस काटेको ठाउँमा झार्न लाग्दैछु। अनि यो चाहिँ मेरो घर रहेको छ। त्यहाँनिर मेरो मम्मी बाबा बस्नु भएको छ। यहाँ गोठ छ। दिदी चाहिँ त्यहाँ पारी हुनुहुन्छ घाँस काट्ने ठाउँमा। पारी हुनुहुन्छ, हेर्नुहोस्। अनि त्यहाँ चाहिँ घाम छ। त्यहाँ चाहिँ मेरो अङ्कलहरूको घर हो। तल चाहिँ उताको दृश्य यहाँबाट यस्तो देखिन्छ। तपाईँहरूको ठाउँबाट कस्तो देखिन्छ। म चाहिँ दिदी घाँस काटेको ठाउँमा जान लाग्दैछु। चाहिँ बारी रहेको छ हाम्रो। दिदीलाई मैले भिडियो बनाएको भन्ने थाहा छैन है। दिदी कति मुठा भयो? ए बोलेको होइन हो, त्यत्तिकै फिल्म हेर्दै आएको। साँच्चै चार्ज रहेछ। भिडियो त कसले बनाउँछ त हौ? केही बनाएको होइन। दिदीको रियाक्सन। लाइन आएको छ। भिडियो बनाएको भए त भनिहाल्थ्यो नि त नि। साँच्चै साँच्चै भिडियो बनाएको होइन के कहाँ भिडियो बनाउनु त? मलाई भिडियो बनाउनै आउँदैन। त्यसले काटेको घाँस तपाईँ के गर्दै हुनुहुँदो रहेछ भनेर आएको नि त हौ। म यहाँ डान्स गर्दैछु। हजुर भिडियो बनाएको होइन के बनाएको फोन त्यतिकै टावर नटिपेर उ गरेको के दिदीको रियाक्सन चाहिँ यस्तो छ। दिदी चाहिँ मुठा बाँध्दै हुनुहुन्छ। बोलेको होइन के हजुर। जोसुकै मान्छे हुन्छ नि त मेरा पनि। अहिले म हेरिहाल्छु नि के रहेछ। लु म गएँ।